यदि त्यसो हो भने सन् 1953 मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको एभरेस्ट आरोहण मानिसले हिमाल जितेको पहिलो पटक थिए। ओडेलले आफ्नो कथा बारम्बार सुनाउनु पर्यो। उनले देखेका थिए चट्टानको खुड्किलो मुनि एउटा सानो हिउँको टाकुरामा एउटा कालो बिन्दु, अर्को बिन्दु देखा पर्यो। म्यालोरी र अर्विन एकैछिनमा बादलले उनीहरूलाई फेरि निल्यो। उनीहरू धेरै नजिक थिए तर समय उनीहरूको विरुद्धमा थियो। उनीहरू शिखरमा पुगेको हुन सक्छन् तर दुःखद तथ्य यो थियो कि उनीहरूको शरीर त्यही हिमालमा कतै पल्टिरहेको थियो। उनीहरूलाई फेला पार्दा उनीहरूले शिखर आरोहण गरे कि गरेनन् भन्ने कुराको एभिडेन्स मिल्ने थियो। खतराका बावजुद एभरेस्ट आरोहण गर्ने इच्छा भविष्यका आरोहीहरूका लागि एउटा पागलपन बन्नेछ। पेशेवरहरूका लागि, एमेच्योरहरूका लागि र ती मानिसहरूका लागि जसले आफूलाई विश्वको शिखरमा उभिन किन आवश्यक छ भनेर वर्णन समेत गर्न सक्दैनन्। उनीहरूलाई यो गर्न के कुराले प्रेरित गरिरहेको थियो? म्यालोरीको अभियानपछि बेलायतीहरूले तिब्बत तर्फबाट शिखर आरोहण गर्न धेरै प्रयास गरे र हरेक पटक उनीहरू असफल भए। जब सन् 1953 मा एभरेस्ट आधिकारिक रूपमा जितियो, तेन्जिङ नोर्गे र न्युजिल्यान्डका हिलारीले बेलायती नेतृत्वको अभियानमा साउथ कोल रुट नेपाल तर्फबाट शिखर आरोहण गरे। हिलारी र नोर्गेको आरोहणपछि लगभग 12,900 आरोहीहरू एभरेस्टको शिखरमा पुगेका छन्। दक्षिणबाट 9,100 भन्दा बढी र उत्तरबाट झण्डै 3,700। तर यी संख्याहरूले एउटा चेतावनी बोकेका छन्। कम्तीमा 334 जना कहिले घर फर्किएनन्। धेरै जसो ओर्लदा मरे। एउटा सानो संख्या तर एउटा अँध्यारो वास्तविकता। मानिसहरू अझै पनि एभरेस्ट चढ्छन् र मानिसहरू अझै पनि मर्छन्। उनीहरूका शवहरू पहाडहरूमा पुरिएका छन् र यदि तपाईँ त्यहाँ मर्नुभयो भने तपाईँ सम्भवतः त्यहीँ रहनुहुनेछ। 200 देखि 300 शवहरू अझै पनि त्यो पहाडमा छन्, समयमा जमेका। सहनशक्तिको स्मारक जस्तै संरक्षित गरिएको एक चेतावनी। लापरवाहीको वार्निङ, खराब भाग्यको वार्निङ। त्यहाँ ग्रीन बुट्स छ, शिखर भन्दा लगभग 335 मिटर तल। नर्थ फेसको गुफामा खुम्चिएर बसेको एक व्यक्तिको शव। उनी अहिले एउटा भयानक अनुस्मारक हुन् कि विश्वको सबैभन्दा अग्लो हिमाल चढ्नु कुनै सोख होइन, यो एउटा पागलपन हो। त्यो उचाइमा शव निकाल्न लगभग असम्भव छ। तपाईले आशा गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेको तपाईको नजरबाट टाढा लुकाइनु हो। स्लिपिङ ब्युटी जस्तै फ्रान्सिस एर्सेन्टिएभ इतिहासमा अक्सिजन बिना एभरेस्ट शिखर आरोहण गर्ने पहिलो अमेरिकी महिला। ओर्लिने क्रममा उनी ढलिन्। जब अर्को दिन आरोहीहरूले उनलाई देखे, उनी हिउँमा बसिरहेकी थिइन्। नराम्ररी फ्रस्टबाइट भएको थियो। टोलीहरू उकालो चढ्दा उनी भएरै गए। उनीहरू रोकिएनन्। फ्रान्सिस आफै पनि पछाडि हट्नुपर्ने थियो तर एभरेस्टमा मर्ने धेरै जसो जस्तै सफल हुने एउटा अदम्य शक्तिले उनको निर्णय क्षमतालाई धमिलो बनाइदिएको थियो। अर्को दिन उनी अझै त्यही थिइन्। एउटा टोलीले उनलाई मद्दत गर्ने प्रयास गर्न निस्वार्थ भावले आफ्नो शिखर प्रयास त्याग्यो तर उनको त्यही ठाउँमा मृत्यु भयो।